आजको चिसो मौसमलाई हामी चाहिँ तातो तातो खानेकुरा पकाएर मनाऊ है त चिसो मौसम। हामीले चाहिँ चिसो मौसमलाई आज मोमो पकाएर खाएर मनाउने विचार। चिकन मोमो बनाउन आँटेको, त्यसको लागि अलिकति बन्दाकोपी पनि हाल्नुपर्ने रहेछ। मलाई चाहिँ पहिला थाहा नभएर त्यतिकै चिकन मात्रै हालेर बनाएको, कस्तो अलिक नमिठो नमिठो जस्तो लाग्यो। अनि अलिकति बन्दाकोपी मिसाउँदा मिठो हुन्छ भनेको सुनेँ, अनि मैले बन्दाकोपी पनि मिसाएँ आज चाहिँ होइन। अनि नुन हालेर त्यसलाई चाहिँ त्यो बन्दाकोपीलाई निचोर्न भनेर छोडिदिएँ। अब धनियाँ सनियाँ त रेडी गर्नै पर्यो, धनियाँ हालेन भने त मिठो हुँदैन मोमो। अनि धनियाँ काट्यो, अनि प्याज चाहिँ म काट्नु फ्याट्टै सक्दिनँ क्या, कस्तो आँखा पोल्छ। मैले चाहिँ उयो के अरे मिक्सरमा हालेर पिसिदिएको, अनि ब्लेन्ड गरिदिएको। अनि त त्यो ब्लेन्ड गरेकोले पनि 10 मिनट जति त आँखा पोलेर त्यो धेरै गयो। म यो प्याजले आँखा पोल्छ त्यो काट्नु भने त मेरो त आँखा फुलेर यत्रो हुन्छ, काट्नै सक्दिनँ। अनि त सबै ब्लेन्ड गर्दै होइन, यतिको भएपछि चाहिँ मैले छोडिदिएँ। अनि त्यसपछि मैले अदुवा चाहिँ मोमोमा चाहिँ अदुवा भएन भने चाहिँ फेरि मोमो खानु पर्दैन, जेसुकैको होस्, चाहे त भेज होस् नन भेज होस्। अघि नुन हालेर राखिदिएको मेरो श्रीमानज्यूले निचोडिदिँदै हुनुहुन्छ कोपी, अनि मैले अदुवालाई चाहिँ पुरै कोरिसकेर रेडी गरेँ। अब पालो आयो चिकनको। हामीले चाहिँ चिकनलाई निकाल्यौँ, त्यसपछि चिकन अनि कोपी अनि प्याज धनियाँ अदुवा, अनि त्यसपछि अलिकति अजिना, अलिकति मोमो मसाला, अलिकति नुन, अनि अलिकति ओलिभ ओइल हालिदिएर चाहिँ मैले किमा रेडी गरेँ। त्यसपछि त अब टुइ त्यसलाई मजाले मिक्स गरेर मोमो बनाउन सुरु गरेँ। आजको मोमो चाहिँ एकदमै मिठो भएको थियो। साथीहरू तपाईँहरूले पनि घरमा यसरी चिकन मोमो भेज मोमो बनाएर खाने गर्नुभएको छ भने चाहिँ कमेन्ट गर्नु होला है त। मैले पनि बनाएर खाने गरेको छु, कोही कोही बेला हामी पनि बनाएर खान्छौँ। चिकन मोमो चाहिँ फर्स्ट टाइम नै बनाएको मैले, त्यस्तो धेरै एकचोटि बनाएको थिएँ, बिग्रियो। त्यसपछि चाहिँ यो मेरो राम्रो भएको चाहिँ आजै हो होइन। यदि तपाईँहरूलाई पनि मोमोज मनपर्छ भने चाहिँ बनाउनु होला होइन। खासै मोमोज भन्दैन, मोमो भन्छ, ठिकै छ। अनि एकदमै मिठो र यम्मी भएको थियो। जाडोलाई हामीले एकदमै जाडो मौसममा छुट्टीको दिन चाहिँ एकदमै बनाएर राख्यौँ पनि होइन। एक ट्रे मोमो बनाए पनि खायौँ पनि राख्यौँ पनि। अब 4-5 दिनमा फेरि खान मन लाग्छ, अनि निकाल्यो पकायो खायो है, कस्तो आनन्द। ए मेरो मोमो रेडी भयो।